यो हजुर यो फुली फुकालेर अहिले भएर फालिदिन्छु, यो कुरो त धेरै वर्ष अगाडि टेलिभिजनमा भने मान्छे हो म अहिले पनि कसैका दबाब प्रभाव हेर्नु भएको छ त म यहाँ आएको आज 6 महिना भयो। 6 महिनामा के मेरो पर्फर्मेन्स त्यस्तै छ? हजुरहरूले सोचिरहेको जस्तो मैले केही गर्नै सकेको छैन यहाँ? त्यस्तो लाग्छ हजुरहरूले म आजकै दिनमा यो जिल्ला प्रहरी कार्यालय छोडिदिन्छु, म छोडिदिन्छु। होइन भने मैले आफूले गर्नुपर्ने मेरो कर्तव्य, मेरो बलबुताले भ्याएसम्म, मेरो बुद्धिले भ्याएसम्म, मेरो क्षमताले भएसम्म मेरो यहाँको प्रहरी कर्मचारीलाई मैले चाहिँ मेरो नियन्त्रणमा राखेर चाहिँ मैले चाहिँ मेरो आफ्नो प्रयास गरेकै छु। र ल्याएर चाहिँ हिजो बेलुका कस्टडीमा ल्याएर थुनिस्या छ हजुर। अनि प्रहरीले काम गरिरहेको छैन, अनि हामीले काम गरेनौँ। मैले भने नि, मैले पहिल्यै यहाँलाई क्षमा याचना गर्दै मैले के भनिरहेको छु भने मैले त्यो नानीलाई म जिउँदो बनाउन सक्दिनँ। बाँकी अब हुनुपर्ने काम कारबाहीमा नेपाल प्रहरीबाट गर्न सक्ने सबै हुन्छ। यहाँ चाहिँ शङ्का गरिरहेको छ, यहाँ चाहिँ कसलाई छोडिएला कसैले भनेर यो लेभलको थियो हाम्रो भएको मान्छे हामीले परिचालन गरेकै हुन्छौँ, होइन गरेकै छौँ। यद्यपि त्यो घटना घटेर त्यो बहिनीप्रति हाम्रो हार्दिक श्रद्धाञ्जली छ र उहाँहरूको जो शोक सन्तप्त परिवारहरू हुन्छ उहाँप्रति समवेदना छ मेरो पहिला सर्वप्रथम त। त्यसपछि प्रहरीले गर्नुपर्ने एक्सनको जुन यहाँले कुरा गर्नुभएको छ, हामीले त जति बेला चाहिँ मान्छे त्यहाँ बाटोमा जलिरहेको अवस्थामा हामीलाई खबर भएर भेटे पछाडि तत्काल त्यहाँबाट चाहिँ हामीले रेस्क्यु गरेर हस्पिटल पठायौँ, होइन त हस्पिटल पठायौँ। किनभने मैले त त्यहाँ बाटोमा प्रहरीले चाहिँ डिक्लेयर गर्न मिल्दैन नि त, मान्छे जिउँदै हुनसक्छ, सास बाँकी हुनसक्छ, बचाउन सक्ने अवस्था हुनसक्छ भने पछाडि हामीले के गर्यौँ, लगेर चाहिँ गए पछाडि अब डाक्टरले मलाई लाग्छ कति 1:20 कि कति त्यस्तै उसमा उसले चाहिँ डाक्टरले मृत्यु घोषणा गर्नु हो। त्यो भइसकेपछि हामीले आइडेन्टिटी खुलेको छैन त्यति बेलासम्म को मान्छे भने तपाईँकै गाउँमा तपाईँकै मान्छे जलेको रहेछ, तर त्यति बेलासम्म उसको आइडेन्टिटी खुलेको छैन। को मान्छेको मृत्यु भएको भन्ने कुरा त्यहाँ कसैलाई थाहा छैन त्यति बेला। उहाँहरूले हिजो आएर के भन्दैन त्यो मुचुल्कामा हाम्रो नाम भएन भन्नुभयो। मैले कसलाई खोज्न जाने हो हजुर त्यहाँनिर? मलाई जब कि कसको मान्छेको मृत्यु भएको भने थाहा छैन त म कसरी